हेलो एभ्रिवान, म चाहिँ आज क्लास 11 र 12 दुवैलाई हुने गरी एउटा नेपालीमा आउने फिक्स क्वेसन जुन चाहिँ हो प्रतिवेदनको बारेमा यो कसरी लेखिन्छ भनेर हजुरहरूलाई सिकाउँदैछु। यो प्रतिवेदन चाहिँ फिक्स मार्क्स क्यारी गर्छ यदि फर्मेट अनुसार लेखेको छ र प्रतिवेदनले जे मागेको छ त्यो यदि यहाँ इन्क्लुड भएको छ भने चाहिँ यसबाट मार्क्स इजिली नै अब्टेन गर्न सकिन्छ। त्यसै गरी प्रतिवेदन 11 मा चाहिँ 4 मार्क्स र 12 मा चाहिँ 4 देखि 5 मार्क्स भित्र आउने गर्दछ, प्रायः चाहिँ 4 मार्क्समा आउने गर्दछ। अनि फर्स्टमा चाहिँ प्रतिवेदन र टिप्पणी आउँछ अनि वक्तृत्व आउँछ। त्यसमा चाहिँ मान्छेहरू विद्यार्थीहरूले चाहिँ प्रायः जस्तो चाहिँ प्रतिवेदन नै प्रिफर गरेको देखिन्छ, किनभने यो चाहिँ इजियर अनि सर्ट र सर्टिक हुन्छ अनि मार्क्स पनि इजिली अब्टेन गर्न सकिन्छ। त्यसै गरी एट फर्स्ट हामीले चाहिँ के जान्नुपर्ने हुन्छ भनेदेखि प्रतिवेदन भनेको के हो। प्रतिवेदन भनेको चाहिँ कार्यक्रमको विवरण हो। अनि विवरण भनेको चाहिँ के हो? विवरण भनेको चाहिँ कार्यक्रमको उद्देश्य, के कार्यक्रमको मुख्य प्रोग्रामहरू चाहिँ के थियो, अनि कार्यक्रम सञ्चालन कसले गर्यो र कमजोरी के थियो कार्यक्रममा, अनि नतिजा चाहिँ के भयो त्यो कार्यक्रमपछि भन्ने कुरा विवरणभित्र पर्छ। त्यसै गरी हामीले प्रायः जस्तो प्रतिवेदन कि त 5 वटा वाक्यमा कि त होइन कि त 5 वटा प्याराग्राफमा कि त 3 वटा प्याराग्राफमा गर्ने गर्दछौँ। तर 3 वटा प्याराग्राफमा गरे चाहिँ सर्ट एन्ड सर्टिक अनि राम्रो र मार्क्स इजिली नै अब्टेन गर्न सकिन्छ। फर्स्ट प्याराग्राफमा हामीले परिचय दिनुपर्ने हुन्छ। परिचयमा चाहिँ हामीले 3 देखि 4 वाक्य लेख्यौँ भने चाहिँ इजिली नै हाम्रो परिचयबाट 1 मार्क्स आउँछ। अनि विवरणमा हामीले 12 देखि 15 वाक्य लेख्नुपर्ने हुन्छ। विवरणमा चाहिँ 12 देखि 15 वाक्य के लेख्ने भनेर चाहिँ म भन्दैछु। विवरणमा चाहिँ हामीले कार्यक्रमको उद्देश्य अनि मैले अघि भने जस्तै मुख्य कार्यक्रम यस्तै कुराहरू इन्क्लुड गर्नुपर्ने हुन्छ। अनि लास्टमा चाहिँ हाम्रो निष्कर्ष छ। निष्कर्षमा चाहिँ हामीले फर्स्ट जसरी नै 3-4 वाक्यमा लेख्यौँ भने इजिली नै पुग्छ। त्यसै गरी फर्स्टमा हामीले परिचय दिनुपर्ने हुन्छ। परिचयमा के लेख्ने त? परिचयमा हामीले लेख्ने भनेको यो कार्यक्रम कहिले भयो, कुन चाहिँ मितिमा भयो, अनि कुन चाहिँ ठाउँमा भयो, कहाँ भयो र कसको आयोजनामा भयो, स्कुलले आयोजना गरे हो कि नगरपालिकाले आयोजना गरेको हो कि अनि कहाँ भन्दाखेरि चाहिँ न स्कुलको प्राङ्गणमा हो, न स्कुलको हलमा हो, नगरपालिकाको भवनमा हो भनेर लेखिन्छ। त्यसै गरी कुन उद्देश्यले भन्दाखेरि चाहिँ यो कार्यक्रम चाहिँ कुन चाहिँ उद्देश्यले के होस् भनेर चाहिँ के चाहिँ फाइदा होस् भनेर सञ्चालन गरिएको त्यो कुरा लेख्नु पर्दछ। अनि त्यसपछि के कार्यक्रम हो लेख्नुपर्छ। के कार्यक्रममा चाहिँ हामीले खेलकुदको कार्यक्रम हो कि साहित्यको कार्यक्रम हो कि कुनै पनि कविता प्रतियोगिता होइन, कविता वाचन प्रतियोगिता, कथा वाचन हुन्छ, अनि त्यहाँदेखि वक्तृत्व प्रतियोगिता छ किन, अनि त्यहाँदेखि सरसफाइको कार्यक्रम हो किन भनेर नि हामीले के कार्यक्रम हो भनेर चाहिँ फर्स्ट प्याराग्राफमा यति लेखे चाहिँ हामीले इजिली नै 3-4 वाक्य लेख्न सक्छौँ। अनि नेक्स्ट सेकेन्ड प्याराग्राफमा हाम्रो हुन्छ विवरण। विवरण भनेको त अघि नै भने जसरी नै कार्यक्रमको उद्देश्य के हो, मुख्य कार्यक्रम के हो र कार्यक्रम सञ्चालन कसले गरे हो, अनि कार्यक्रममा कमजोरी चाहिँ के भयो, न पानीको व्यवस्था थिएन कि, न बस्ने ठाउँको व्यवस्था थिएन कि, हो हल्ला धेरै थियो कि, दर्शकहरूले राम्ररी कार्यक्रमको मनोरञ्जन लिन पाएन कि भनेर हामीले कमजोरीमा लेख्नुपर्ने हुन्छ। त्यसै गरी नतिजा त्यो हुनाले चाहिँ के इफेक्ट पर्यो कार्यक्रममा भनेर लेखिन्छ। न बत्ती गएको थियो किन, साउन्ड सिस्टममा केही प्रब्लम आएको थियो किन भनेर चाहिँ हामीले विवरणमा लेख्ने गर्दछौँ। त्यसै गरी निष्कर्ष भनेको चाहिँ हाम्रो लास्ट प्याराग्राफ हुन्छ। निष्कर्षमा चाहिँ हामीले त्यही कमजोरीलाई अलिकति डिस्क्राइब गरेर होइन कि त्यो कार्यक्रममा भएको कमजोरीलाई अलिकति डिस्क्राइब गर्ने, अनि त्यहाँदेखि त्यो कमजोरीले चाहिँ के चाहिँ उपलब्धि गरायो, त्यो कमजोरीले गर्दा के भयो भने लेख्ने, लाइक बत्ती जहाँ गएको हुनसक्छ, साउन्ड सिस्टम राम्रो नभएको हुनसक्छ, चेयरहरूको व्यवस्थापन नभएको हुनसक्छ, हो हल्ला धेरै भएको हुनसक्छ, पानीको व्यवस्था नभएको हुनसक्छ नि। त्यस्तो कमजोरीलाई चाहिँ अलिकति डिस्क्राइब गरेर त्यो कमजोरीले के असर पार्यो र पछिको कार्यक्रम सञ्चालन गर्ने बेलामा, भविष्यमा कार्यक्रम सञ्चालन गर्ने बेलामा चाहिँ यो कुरामा ध्यान दिन सके चाहिँ कार्यक्रमले अझ धेरै सफलता पाउँथ्यो र सफलताका साथ सम्पन्न हुन सक्थ्यो भनेर चाहिँ हामीले लेख्नुपर्ने हुन्छ। अनि लास्टमा सुझावमा हामीले के गर्नुपर्छ भनेर लेखिहाल्छौँ। अनि त्यसपछि लास्ट सेन्टेन्समा चाहिँ हामीले विघ्न बाधा अनि कमजोरी हुनका साथसाथै पनि हामीले यो कार्यक्रम सफलताका साथ सम्पन्न गऱ्यौँ भनेर सिम्पल एउटा वाक्य लेखेर लास्टमा प्रतिवेदक अनि आफ्नो नाम लेख्यौँ भने चाहिँ हामीले प्रतिवेदन इजिली लेख्छौँ। र यति स्टेप फलो भयो भने चाहिँ हजुरहरूले इजिली नै प्रतिवेदनमा मार्क्स ल्याउन सक्नुहुन्छ। अनि काट्ने पनि कुरा हुँदैन यसमा। थ्याङ्क यू।